तपाईँ कति नम्बर क्षेत्रको उम्मेदवार अरे? काठमाडौँ क्षेत्र नम्बर 1। तपाईँको जमानत जफत भयो होइन? होइन, अहिले चाहिँ जमानत जफत भयो भन्नुहोस् न सिधा। काठमाडौँ नै सबै क्षेत्रको जमाना जफत भन्दा पनि थोरै मत ल्याएका छौँ। मेरो जमानत जफत भयो भनेर भन्न सक्नुहोस् न। होइन, मतदाताहरूले जति मत दिनुभएको छ हामीले त्यसलाई सम्पत्तिको रूपमा ग्रहण गरेका छौँ र सङ्गठनमा रूपान्तरण गर्ने अठोट पनि गरेका छौँ। तपाईँले त रासपा भन्दा पनि माटोलाई समेत जित्न सक्नु भएन के? होइन, अब नागरिकहरूले मूल्याङ्कन गरेर जति मत दिनुभएको छ, मैले मात्र होइन नि, देशैभरि त्यस्तो खालको परिस्थिति छ। मैले अर्को कुरा के भयो भने तपाईँको जुन निर्वाचन परिचालन कमिटी थियो 500 भन्दा बढीको थियो, तपाईँको भोट चाहिँ जम्मा 300 भन्दा अलिकति बढी आएछ। तपाईँकै त्यो निर्वाचन समिति छ नि, त्यही समितिले समेत धोका दिएछ के, आत्मघात गरेछ। यस्तो हो, यो चाहिँ हामीले 26वटा घटकहरूलाई एक बनाएर पार्टी निर्माण गरेका थियौँ। तपाईँप्रति विश्वास रहन्छ ती पार्टीकै? सुन्नु न, तलसम्म हामीले पार्टी एकीकरण गर्न सकेनौँ र जो साथीहरू हामीसँग जोडिनु भएको थियो 26 घटकका, ती साथीहरूलाई समेट्दाखेरि 501 को हामी नपेलौँ न साथीहरू, त्यसरी नपेलौँ। उहाँले स्वीकारिरहनु भएको छ त मेरो जमानत जफत भएको भनेर। त्यसरी पेल्न पाइन्छ?